कल्पना गर्नुहोस्, तपाईँ एक भारतीय गोर्खा हुनुहुन्छ, तर भारतकै कुनै अन्य भूभागमा बसिरहनु भएको छ वा कामको सिलसिलामा त्यहाँ जानुभएको छ। त्यही ठाउँमा केही मानिसहरूले तपाईँलाई विदेशी भनेर सम्बोधन गर्छन् वा कहिलेकाहीँ सिधै भन्छन्, तिमी त्यो विदेशी हो। त्यो क्षण कस्तो महसुस हुन्छ होला? यदि तपाईँले पनि यस्तो महसुस गर्नुभएको छ भने पक्कै पनि कमेन्ट्समा लेखिदिनु होला। साथै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। नमस्कार, म मणि बान्तावा हजुरहरू सबैलाई गोर्खाको निकलमा स्वागत गर्दछु। उन्नाइस 1980 को दशकमा दार्जिलिङ पहाडमा एउटा भनाइ गुन्जिन्थ्यो, माथि महाकाल बाबा, तल सुभाष घिसिङ। अर्थात् माथि भगवान छन् भने तल सुभाष घिसिङ छन्। त्यो समयमा जनताले सुभाष घिसिङप्रति अपार विश्वास र गहिरो आशा अर्पण गरेका थिए। यो कथा त्यही व्यक्तिको हो जसले एक दिन मातृभूमिको रक्षा गर्ने सैनिक भएर शपथ खाए, तर त्यसै मातृभूमिमा बारम्बार विदेशी भनेर प्रश्न गरिनु र सरकारले गोर्खाहरूप्रति देखाएको अपेक्षा सहन नसकी आफ्नै जातीय पहिचान र अधिकारका लागि आन्दोलनमा उत्रिए। उनी ती जनताको स्वर बने जसलाई आफ्नै पहिचानको सङ्कटले चिमोटिरहेको थियो। पहाडलाई गद्दार गर्नेलाई मैले दण्ड दिन नसके तापनि महाकाल बाबाले दण्ड दिएको हुन्छ। तर प्रश्न उठ्छ, कसरी एक व्यक्तिले दशकौं लामो गुनासोलाई जनआन्दोलनमा बदलिदिए? कसरी उनले सम्पूर्ण समुदायलाई सडकमा उतारेर एक राज्यलाई नतमस्तक बनाए? गोर्खाल्यान्ड आन्दोलनलाई बुझ्न पहिले त्यस मानिसलाई बुझ्नुपर्छ जसले यस आन्दोलनलाई नाम र स्वर दियो। चिया बगानको सामान्य परिवारबाट भारतीय राजनीतिका शक्तिशाली गलियारासम्मको उनको यात्रा, यो पहिचान, सङ्घर्ष र कसको देश हो भन्ने प्रश्नको कथा हो। सुभाष घिसिङको जन्म 22 जुन 1936 मा दार्जिलिङ नजिकैको मन्जु चिया बगानमा भएको थियो। उनका पिता चिया बगानका कामदार थिए, आमा गृहिणी। परिवार साधारण थियो। 9औं कक्षामा पढ्दै गर्दा उनका बुबाको निधन भयो। त्यसपछि उनलाई पढाइ छाड्नु पर्यो। त्यति बेला अन्य धेरै गोर्खा युवाहरू झैँ उनका लागि पनि फौज एकमात्र विकल्प थियो। सन् 1954 मा 18 वर्षको उमेरमा उनी गोर्खा राइफलमा भर्ती भए। फौज उनको लागि केवल रोजगार मात्र थिएन, यो एउटा विद्यालय थियो। त्यहाँ उनले म्याट्रिक पास गरे, अनुशासन सिके, तर त्यसभन्दा पनि ठुलो कुरा आफ्ना सहगोर्खा सैनिकहरूको यथार्थ देखे। भारतका लागि लडेका, रगत बगाएका ती सैनिकहरूलाई पनि बारम्बार विदेशी भनेर प्रश्न गरिन्थ्यो। तिमीहरू विदेशी हो, भारतीय होइनौ भन्ने आरोप उनीहरूले पटक पटक सहनु पर्थ्यो। यही द्वन्द्व, देशप्रतिको निष्ठा र पहिचानमाथिको प्रश्न सुभाष घिसिङलाई भित्रैदेखि सताइरहेको थियो। सन् 1960 मा उनले ठुलो निर्णय लिँदै फौज छोडेर घर फर्किए। दार्जिलिङ फर्केपछि उनले शिक्षकको जागिर समाते, तर उनको विद्रोही स्वभावले गर्दा त्यो लामो समयसम्म टिक्न सकेन। उनले तरुण सङ्घ नामक युवा सङ्गठनको महासचिव बनेर सामाजिक गतिविधि सुरु गरे। सन् 1968 मा उनले आफ्नो पहिलो राजनीतिक समूह निलो झन्डा स्थापना गरे। 1968 देखि 1978 सम्म उनलाई खासै दार्जिलिङमा गम्भीर रूप लिएका थिएनन्। तर 1980 को दशकमा परिस्थिति बदलियो। पूर्वोत्तर भारतका राज्यहरू मेघालय, आसाम, मिजोरमबाट नेपाली भाषीहरूलाई जबरजस्ती निकाला गर्न थालियो। हजारौं गोर्खाहरू आफ्नै देशमा शरणार्थी झैँ बिताउन बाध्य भएका थिए। अब पहिचानको सङ्कट कल्पनाको मात्र रहेन, यो सिधै जीवन मरणको प्रश्न बन्यो। यही समय सुभाष घिसिङ अगाडि आए। 5 अप्रिल 1980 मा उनले गोर्खा लिबरेसन फ्रन्ट जेनेलेफ स्थापना गरे। यही क्रममा उनले एउटा शब्द दिए, गोर्खाल्यान्ड। यो शब्द जमिनको मात्र थिएन, यो सम्मान र पहिचानको माग पनि थियो। उनका भाषणहरू क्यासेटमा रेकर्ड गरेर गाउँ गाउँ बाँडिन्थे। आगो झैँ उनका शब्दहरूले युवाहरूलाई उकास्थे। दशकौँको मौन पीडालाई उनले गर्जनमा बदलिदिए। 1986 देखि 1988 सम्म आन्दोलन चरममा पुग्यो। कसरी पनि अब छुट्टै राजा चाहिन्छ, यही मन्त्र बन्यो।
हडताल, बहिष्कार आन्दोलन र राज्यसँगको भिडन्तले दार्जिलिङ पहाड युद्धभूमि जस्तै बन्यो। चिया र पर्यटन उद्योग पूर्ण रूपमा ठप्प भयो। यी 2 वर्षमै करिब 1200 जनाले ज्यान गुमाए। तर आन्दोलनको मुटुमा सुभाष घिसिङ नै थिए। जनताले उनलाई आप्पा अर्थात् पिता भनेर सम्बोधन गर्न थाले। पूर्व सैनिकहरूलाई समेत आहरण गर्दै उनले स्वयंसेवकहरूलाई तालिम दिलाए। अन्तमा दिल्ली सरकारलाई घिसिङसँग वार्ता गर्न बाध्य भयो। प्रधानमन्त्री राजीव गान्धी स्वयं हस्तक्षेप गर्न अघि आए। अब त्यो सैनिक जसले पहिचान सङ्कटका कारण फौज छोडेको थियो, राष्ट्रकै शक्तिशाली नेतालाई उही सङ्कटबारे जवाब खोज्न बाध्य परिरहेका थिए। 2 वर्ष लामो हिंसापछि 22 अगस्त 1988 मा दार्जिलिङ सम्झौता वा दार्जिलिङ एक्कर्ड भयो। पूर्ण रूपमा गोर्खाल्यान्ड त प्राप्त भएन, तर दार्जिलिङ गोर्खा हिल काउन्सिल DGAC गठन भयो। यसमा गोर्खा शब्द समावेश गर्न घिसिङ अडिग थिए। उनले 20 वर्षसम्म DGAC का अध्यक्ष भएर शासन गरे। तर समयसँगै निराशा बढ्दै गयो। परिषदका अधिकार सीमित थिए। राज्य सरकारमै निर्भर रहनु पर्थ्यो। भ्रष्टाचारका आरोप पनि लागे। धेरैले महसुस गरे घिसिङले सानो सम्झौतामा आन्दोलन बेचिदिए। सन् 2007 मा उनका पूर्व सहयोगी विमल गुरुङले नयाँ सङ्गठन गोर्खा जनमुक्ति मोर्चा गठन गरे। जनताले फेरि नयाँ नेतृत्व रोजे। घिसिङ राजनैतिक छायामा धकिलिन थाले। 2008 मा उनले परिषद छाडे। जीवनका अन्तिम वर्षहरू उनले पहाडबाट टाढै बिताए। 29 जनवरी 2015 मा दिल्लीमा उहाँको निधन भयो। सुभाष घिसिङ उनी सैनिक थिए, नेता बने, विवादास्पद पनि भए। तर एउटा कुरा निर्विवाद छ, गोर्खाल्यान्ड भन्ने शब्दलाई उनले भारतको राजनैतिक नक्सामा स्थायी रूपमा अङ्कित गरिदिए। उनले जलाइदिएको आगो अझै निभेको छैन। आज पनि गोर्खाल्यान्डको प्रश्न जीवित छ र त्यो नै सुभाष घिसिङको सबैभन्दा ठुलो विरासत पनि हो। यो जानकारी कस्तो लाग्यो पक्कै पनि कमेन्टमा लेखिदिनु होला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।